हेलो वेलकम ब्याक टु माई न्यू ब्लग केवी कृष्ण ब्लगमा स्वागत छ। साँझपख छ अलिकति मेरो हिँडाइको रफ्तार बढिरहेछ। सो यस्तो अवस्थामा चाहिँ सिलसिला हावा पनि चलिरहेको छ, चिसो एकदमै बढ्ने क्रममा रहेको छ र म खोलाको छेउै छु हिँड्दैछु। यता खोला कलकल हावा पानी बगिरहेको छ, चिसो सबै बढिरहेको अवस्था छ र हल्का हल्का मलाई पनि चिसोको प्रभाव देख्न थालिसकेको छ। किनभने घाँटी दुखेर खोकी लागेर चाहिँ बोल्न सक्ने अवस्था अलि छैन, कन्डिसन अलिकति गाह्रो भइरहेछ। यस्तो अवस्थामा छौँ र यस पानी खोलामा तुलिरहेछ अहिले पनि। खोलो सुसाएको अवस्था छ। बिस्तारै हिउँ त लाग्दैछ, चिसो पनि बढ्ने क्रम तीव्र गति यहाँ छ। यस्तो छ अवस्था अहिलेको राइट नाउ सिचुएसन होइन। र यही सिचुएसनलाई चिर्दै म जाँदैछु घरतिर। खेतको बाँझेङ नजिकै आइपुगिसकेको छ। खोलै खोला भए पनि बाटो चाहिँ हिँड्नलाई चाहिँ एकदम सजिलै छ भन्नु पर्यो होइन। चिसो हावा आएको त धेरै टोपी नलागेको मैले लास्ट चिसोले हान्दा ओके। अब घर पनि आइपुग्नु लाग्यो। सो डन्ट वरी भन्नुपर्ने अवस्था छ। आजको ब्लग यो छोटो ब्लग यहीँ टुङ्गिन्छ। अब हामी यहाँबाट घरतर्फ उकालो लाग्ने बाटो